नमस्कार साथीहरू, यहाँलाई नेप्से अपडेटमा स्वागत गर्न चाहन्छु। नेप्समा बिहिबारको दिन हिजो 9.08 अङ्कको गिरावट आएको छ। 91वटा कम्पनीले कमाएका छन् भने 156वटा कम्पनीले कमाएका छन्। टर्नओभर कुरा गर्नुपर्दा चाहिँ तपाईँको विगत 3 महिनाको तुलनामा चाहिँ यसपालि चाहिँ अलिकति ठुलो भोल्युम आएको छ, जुन चाहिँ 12 अर्ब 51 करोडको चाहिँ भोल्युम आएको छ। सर्वाधिक कमारमा प्योर इनर्जी, सिजिएच, आरएसपिएल त्यो पछि रहेका छन् भने घुमाउनेमा के रहे त भने जिएलबिएसएल, तपाईँको चाहिँ आरएफपिएल, एमआइसी, सियुआरपिएल, जिआरडिपिएल रहेको छन्। टर्नओभरमा एनजिपिएल, एसएचपिसी, तपाईँको भोल्युममा पनि एनजिपिएल, एकेपिएल, एसआरएलआइपी रहेका छन्। टप ट्रान्जिसनमा एनजिपिएल, एसएचपिसी, एकेपिएल, एसपिडिएल रहेका छन्। यसरी सरस्वती हेर्दाखेरि चाहिँ अब तपाईँको चाहिँ चार्टमा के छ, तपाईँको चाहिँ आरएसएलले कस्तो मोमेन्टम बताउँछ, आरएसएलमा लु छ कि चाहिँ तपाईँको चाहिँ इन्डिकेटर अलिकति तपाईँको चाहिँ राम्रो छ भन्ने कुरा म तपाईँलाई देखाउँछु। यो भिडियो भनेको एउटा एजुकेसन पर्पजको लागि मात्र बनाएको भिडियो, यसको आधारमा ट्रेड नगर्नु न विनम्र अनुरोध गर्दछु है। यसरी सरस्वती हेर्दाखेरि चाहिँ लगभग तपाईँको चाहिँ आरएसआई तपाईँको चाहिँ मैले आरएसआईलाई मैले आफ्नो किसिमले चाहिँ डिभाइड गरेको छु रेसियोहरू, लाइनहरू। जुन तपाईँको पहिलो लाइन देख्न सक्नुहुन्छ, यो 50 दिनको चाहिँ मुभिङ एभरेज हो, के अरे आरएसआई होइन। तपाईँको माथिको हरियो लाइन भनेको 60को हो, तपाईँको यो तपाईँको रातो लाइन भनेको 70को। 50, 60, 70लाई मैले चाहिँ यसरी क्याटेगोराइज गरेको छु आरएसआई है। अब जब तपाईँको चाहिँ यो तलको निलो लाइन भनेको चाहिँ तपाईँको कहिलेबाट चाहिँ बुलिस सेन्टिमेन्टमा मार्केट गएको थियो त एकचोटि भन्दाखेरि यो एरिया जुन 2, 2024बाट चाहिँ एउटा एग्रेसिभ मोमेन्टम लिएको थियो। लगभग तपाईँको त्यो र्याली चाहिँ 18 अगस्त 2024सम्म चाहिँ भयो। त्यो दिनखेर चाहिँ तपाईँको आरएसआईको स्थिति कस्तो थियो भन्ने कुरा चाहिँ म तपाईँलाई यो लेभलबाट चाहिँ आरएसआई कहाँनिर थियो, आरएसआई चाहिँ तपाईँको चाहिँ कस्तो इन्डिकेट गरेको थियो, आरएसआईले तपाईँको चाहिँ बुलिङ्गर ब्यान्ड भित्र तपाईँहरूको क्यान्डलहरू कस्तो रूपमा फर्म भइरहेका थिए भन्ने कुरा म देखाउँछु। जब तपाईँको चाहिँ आरएसआई तपाईँको 50भन्दा तलबाट लाग्छ, तपाईँको चाहिँ मार्केटमा अलिकति तपाईँको चाहिँ ओभरसोल्ड जोन हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ अब 50 एरियादेखि तल आएर चाहिँ मार्केट फर्किँदै गर्दाखेरि चाहिँ तपाईँको अब चाहिँ अलिकति त्योभन्दा माथि चाहिँ तपाईँको बुलिङ्गर ब्यान्डको मिडल ब्यान्ड माथि तपाईँको क्यान्डलहरू फर्म हुन्छ भने मार्केटमा एउटा चाहिँ वृद्धि तर आउन सक्छ भन्ने कुरा चाहिँ हामीले निहाल्न पर्ने छ। जस्तो तपाईँको चाहिँ यो जुन 30 2024को दिनमा चाहिँ यो लगभग तपाईँको चाहिँ यो 40 अङ्क 40 आरएसआईबाट चाहिँ मार्केट फर्किने कोसिस थियो र तपाईँको चाहिँ यहाँनिर के थियो भन्दाखेरि बुलिङ्गर ब्यान्डको मिडल ब्यान्डभन्दा माथि राम्रो क्यान्डलहरू बन्दै गएका थिए है। जब तपाईँको 50 आरएसआईलाई क्रस गर्दै 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 गयो र बुलिङ्गर ब्यान्डको मिडल ब्यान्डभन्दा माथि तपाईँको क्यान्डल सस्टेन भइराख्दाखेरि चाहिँ मार्केटमा एउटा चाहिँ चाम चाहिँ आइरहेको थियो। अब यहाँनिर पनि हामीले के हेर्न सक्यो भन्दाखेरि यहाँ यो एरियामा पनि त्यही हेर्न सक्यो है। यो एरियामा पनि के भयो त मार्केट माथि फर्किनु पर्थ्यो, अझ तपाईँको डब्लु प्याटर्न बनाएर चाहिँ आरएसआई फर्किनु खोजेको थियो। यहाँ पनि तपाईँको के भयो त भन्दाखेरि एउटा पुलिस सेन्टिमेन्टमा एउटा सानो एउटा वृद्धि तर आएको थियो। अब फेरि तपाईँको चाहिँ यो एरियामा हेर्ने हो भने बारम्बार यो एरियामा तपाईँको चाहिँ त्यस्तै छ, यो एरियाबाट फर्किनु खोज्यो तर 50लाई कट्न सकेन, यहाँ पनि गयो होइन। अनि यहाँनिर के भयो त भन्दाखेरि 50को लाइनलाई क्रस गर्यो, यहाँ पनि तपाईँको बुलिङ्गर ब्यान्ड मिडल ब्यान्डभन्दा माथि नै छ, एउटा मुभ आयो। तपाईँको यहाँनिर के छ त भन्दाखेरि अझ भन्ने हो भने 50भन्दा माथि नै तपाईँको चाहिँ आरएसआई स्टिल रहन सफल भयो। यहाँ पनि तपाईँको के भयो त भन्दाखेरि बुलिङ्गर ब्यान्ड मिडल ब्यान्डभन्दा माथि नै तपाईँको क्यान्डल फर्म भयो, यहाँ तपाईँको राइज भयो, यहाँ पनि तपाईँको चाहिँ राइज भएको देख्न पाइयो। अब यहाँबाट आरएसआई फर्किँदै गर्दाखेरि तपाईँको चाहिँ यो बारम्बार यही लाइनलाई चाहिँ टच गर्दै 32 लाइनलाई टच गर्दै माथि फर्किँदै गरेको छ बारम्बार। यहाँ पनि तपाईँको डब्लु प्याटर्न बनायो, एउटा सानो र्याली यहाँबाट चाहिँ आयो होइन। यहाँ पनि तपाईँको के भयो त भन्दाखेरि यो लेभलबाट फर्किनु खोज्यो, यहाँ पनि तपाईँको चाहिँ एउटा के भयो त बुलिस मार्जिन क्यान्डल बनायो। अनि फेरि झर्दाखेरि के भयो त भन्दाखेरि यो एरियामा झऱ्यो होइन। यही दिनबाट चाहिँ तपाईँको लगातार गरेर आरएसआई पनि यो ठाउँमा आइपुग्यो। यसरी अलिकति हामीले चाहिँ यसको मुभमेन्टम पत्ता लगाउन खोज्छौँ र धेरै साथीहरूले के भन्न सक्नुहुन्छ त भन्दाखेरि क्यान्डलको आधारमा आरएसआई पनि मुभमेन्टम गर्छ भनेर भन्नुहुन्छ। तर आरएसआई र क्यान्डलमा अलिकति फरक हुन जान्छ है। आरएसआईको क्यान्डलको मोमेन्टमको आधारमा आरएसआई चाहिँ मोमेन्टम गर्ने त हो, तर आरएसआईले चाहिँ रेसियो निकाल्छ होइन। 50 दिनको तपाईँको चाहिँ यो रेसियो भनेको चाहिँ 50 भनेको चाहिँ 50 दिनसम्मको रेसियो यसले निकाल्छ।
50 दिनसम्म मार्केटमा चाहिँ अप डाउन कस्तो सिनारीमा चाहिँ मार्केटको मोमेन्टम भयो र 60 भनेको 60 दिनसम्मको एकुमुलेट गरेर लिएर आउँछ 70 भनेको 70 दिन अगाडिको चाहिँ तपाईँको नेप्सेको मोमेन्टम हेरेर अगाडि लिएर आउनु चाहिँ ल्याउने गर्छ आरएसआई त्यसरी इङ्गित गर्ने हुने गर्छ अब यसरी सरसर्ती हेर्दाखेरि यहाँ के देख्यो त भन्दाखेरि आरएसआई तपाईँको 50 देखि तल अलिकति 48.84 मा आयो यहाँ पनि तपाईँको के भन्दा नेगेटिभ क्यान्डल बनाएको छ अब यसले के गर्छ त भन्दाखेरि फेरि पनि तपाईँको यो 36 को बिन्दुको आसपास मार्केट आउने हो कि भनेको चाहिँ इङ्गित गर्छ यदि त्यो आउँछ भने चाहिँ तपाईँको 2627 वा भनौँ तपाईँको 2640 को आसपास फेरि मार्केट आउन सक्ने पोसिबिलिटी चाहिँ ज्यादा देखिन्छ है यसरी सरसर्ती हेर्दाखेरि चाहिँ अहिले स्टिल अहिलेसम्मको लागि चाहिँ बुलिङ्गर ब्यान्डको मिडल ब्यान्ड भन्दा मिडल ब्यान्डलाई सपोर्ट सस्टेन गरिरहेको अवस्था देखिन्छ त्यति धेरै तपाईँको चाहिँ गिरावट चाहिँ आएन तर भोल्युमले साथ दिएको छ मार्केट घट्दै गर्दाखेरि चाहिँ भोल्युम तपाईँको चाहिँ अप भएर गइदियो भने त अलिकति त्यसमा सत्सङ्गित दृष्टिकोणले हेर्न पर्ने हुन्छ जस्तो कि तपाईँको हेरिया नै थियो मार्केट त घट्यो यहाँनिर तर भोल्युमले पनि यत्रो युजमा भोल्युमको साथ दिएको थियो त्यसरी एग्रेसिभ रूपमा चाहिँ मार्केट घटेर यो लेभलसम्म चाहिँ 2580 79सम्मको लेभलसम्म आयो होइन यहाँनिर पनि कतै त्यस्तै त हुने होइन भन्ने कुरा चाहिँ देखिन्छ तर समग्र रूपमा हेर्नु पर्दाखेरि मार्केटले चाहिँ अहिले नै तपाईँको चाहिँ सिनारी हेर्दाखेरि चाहिँ मार्केटले अलिकति तपाईँको चाहिँ डराइहाल्न पर्ने स्थिति चाहिँ छैन होइन अब यसरी सरसर्ती हेर्दाखेरि चाहिँ अब तपाईँको यो सरसर्ती यसरी हेर्दाखेरि चाहिँ मार्केटमा त्यस्तो नेगेटिभ नै हुनुपर्ने अवस्था चाहिँ देखिएको छैन है अब नेप्सेमा यही नै हो अलिकति तपाईँको चाहिँ यो लेभलसम्म चाहिँ आउन सक्ने पोसिबिलिटी चाहिँ 2640 वा 35सम्म आउन सक्ने पोसिबिलिटी चाहिँ देखिन्छ है नेप्सेमा गरेको छ हेरौँ अब अर्को साता के हुन्छ पहिलो साताको कारोबारमा चाहिँ कस्तो मोमेन्टम बन्छ त्यसले तय गर्छ है अब यसरी सरसर्ती हेर्दाखेरि चाहिँ अब तपाईँलाई चाहिँ हाइड्रो पावर सेक्टरको चाहिँ केही एउटा स्क्रिप्टहरूमा चाहिँ म तपाईँलाई चाहिँ भन्न गइरहेको छु जसमध्ये तपाईँको चाहिँ हाइड्रो पावर स्क्रिप्टमा चाहिँ के छ भन्दाखेरि युपिसिएल होइन युपिसिएलमा पनि एउटा राम्रो र्याली तपाईँको चाहिँ यो लेभल 275 आसपासबाट चाहिँ र्याली लिएको रहेछ 467 गएर चाहिँ क्लोजिङ भएको रहेछ 5 अङ्कको 5.6 एक गिरावट आएको रहेछ यसरी आरएसआईबाट हेर्दाखेरि 70 को लाइनलाई चाहिँ टच गरेर तल झरेको छ यदि तपाईँको यो 60 को लाइनलाई पनि तपाईँको ब्रेक गरेर तल झर्छ भने सेल होइन यही आसपास 60 को आसपासबाट तपाईँको फर्किन्छ भने यो एरिया चाहिँ तपाईँको चाहिँ बाई एरिया हुन्छ अब बाई गर्नको लागि कहाँनिर आउने त भन्ने कुरा हेर्दाखेरि लगभग तपाईँको चाहिँ 445 सम्मको एरियामा तपाईँले पाउनुहुन्छ भने चाहिँ तपाईँले बेस्ट बाई गर्नु होला यदि तपाईँको चाहिँ यो मार्केटमा ट्रेन्ड चाहिँ अप ट्रेन्ड नै छ मार्केटको मोमेन्टम माथि नै छ बुलिङ्गर ब्यान्डबाट हेर्दाखेरि अप्पर ब्यान्डलाई टच गरिरहेको छ मिडल ब्यान्डभन्दा माथि नै तपाईँको सस्टेन भइरहेको छ बेला पनि तपाईँको भोल्युमले पनि साथ दिइरहेको छ यसरी सरसर्ती हेर्दाखेरि युपिसिएलमा चाहिँ तपाईँको चाहिँ राम्रो एउटा मोमेन्टम र्याली आउन सक्ने पोसिबिलिटी चाहिँ ज्यादा देखिन्छ अब पिभट पोइन्ट अनुसार चाहिँ अब तपाईँको चाहिँ यसको के छ त पिभट पोइन्ट अनुसार यसको तपाईँको चाहिँ सपोर्ट यसको टार्गेटहरू के छन् भन्ने कुरा चाहिँ म तपाईँलाई चाहिँ भन्न गइरहेको छु पिभट पोइन्ट अनुसार चाहिँ यसले चाहिँ लगभग तपाईँको यो आरएसआई के अरे रेसिस्टेन्ट 1 भनेको 479 मा रहेछ 479 लाई विथ भोल्युमको साथ तपाईँको चाहिँ भोलिको दिनमा ब्रेक गरेको खण्डमा तपाईँको कतिको टार्गेट राख्न सकिन्छ 622 सम्मको चाहिँ टार्गेट राख्न सकिन्छ किन मैले 622 राखेँ त भन्दाखेरि एग्रेसिभ रूपमा चाहिँ यो अपट्रेन्डमा गइरहेको छ होइन तपाईँको भोलिको दिनमा यदि तपाईँको यो 446 भन्दा तल आएर क्लोजिङ दिन्छ भने स्टप लस गर्नु होला किन त भन्दाखेरि यहाँनिर तपाईँको चाहिँ एउटा बेस्ट एउटा राम्रो एउटा सपोर्टको एरिया चाहिँ एउटा यो यत्रो र्यालीबाट यो एरियाबाट करेक्सन राम्रो करेक्सन आएको थियो फेरि तपाईँको चाहिँ अप ट्रेन्डमा गयो 3 दिन करेक्सन त आयो फेरि एउटा बुलिस म्यारेज सर्किट लेभल कारोबार भएर चाहिँ बुलिस म्यारेज क्यान्डल चाहिँ लगभग सर्किटभन्दा 6% को अप भएको रहेछ त्यस पछाडि एउटा कन्सोलिडेट भएर बसिरहेको छ कतै तपाईँको चाहिँ डिस्ट्रिब्युट हो कि भन्ने कुरा चाहिँ देखिन्छ होइन यहाँ यसरी सरसर्ती हेर्दाखेरि चाहिँ आरएसआई 70 लाई चाहिँ टच गर्ने तल झर्ने 70 लाई टच गर्ने तल झर्ने फेरि पनि टच गरेर तल झऱ्यो र 60 भन्दा माथि नै तपाईँको चाहिँ सस्टेन भएको रहेछ यसरी 60 देखि माथि नै तपाईँको केही समय रहन्छ भने चाहिँ आरएसआईले तपाईँको चाहिँ इङ्गित गर्छ भने हामीले यसको टार्गेट चाहिँ 600 सम्मको टार्गेट राखेर अगाडि बढ्न सकिन्छ युपिसिएलमा है
युपिसिएल पछाडि चाहिँ सिएससिएल। अब चिलिमे हाइड्रो पावरमा के छ त भन्दाखेरि बल्ल तपाईँको चाहिँ के भयो त भन्दाखेरि एउटा लामो समयबाट चाहिँ तपाईँको चाहिँ यो एरियामा चाहिँ कन्सोलिडेट भएर चाहिँ बसेर एउटा अपट्रेन्डको रूपमा चाहिँ अगाडि बढेको रहेछ है। लगभग तपाईँको 574 आसपास तपाईँले यदि किन्नु भएको थिएन पक्का पनि तपाईँले यहाँनिर चाहिँ के भयो त भन्दाखेरि 1 लाख प्रफिट बुक गर्नुभयो होला हिजोको दिनमा होइन। तपाईँ यदि आरएसए तपाईँको चाहिँ किन्ने भन्दा पनि आरएसए तल झर्सिका त फेरि पनि आरएसए तपाईँको चाहिँ 60को आसपास वा भनौँ तपाईँको चाहिँ बजार घटेर कहाँसम्म त भन्दाखेरि यदि यही लेभलमा 559 भन्दा तल आउँछ भने फेरि पनि तपाईँको यो 525 आसपास तपाईँले 500 देखि 525 आसपास तपाईँले बाई गर्न सक्नुहुन्छ। होइन तपाईँको भोलिको दिनमा यो 500 यो क्यान्डललाई यसको हाई लेभल भनेर कति छ त भन्दा 558 ब्रेक गरेर तल झर्दैन भने तपाईँले यही एरियामा बेस्ट बाईको एरियामा तपाईँले चाहिँ हेर्नु होला। यदि भोलिको दिनमा इन्टरडेमा 558 वा 50को आसपास तपाईँले आउँछ भने बेस्ट बाई गर्नु होला। तपाईँको यो एरियाभन्दा तल जान्छ भने सोल्ड गर्नु होला, ओभर सोल्ड के अरे स्टप लस गर्नु होला। अलिकति र्याली चाहिँ यसमा चाहिँ अपट्रेन्डकै र्याली देखेको छ। लामो समयपछि कन्सोलिडेट भएर चाहिँ एक्युमुलेट भएर चाहिँ बढ्न खोजिरहेको छ। यदि तल झर्छ भने चाहिँ यसमा तपाईँले चाहिँ एक्युमुलेट गर्न सक्नुहुन्छ, बाई गर्न सक्नुहुन्छ। पिभट पोइन्ट अनुसार हेर्दाखेरि चाहिँ यसको टार्गेट 630सम्मको टार्गेट राखेर तत्कालको लागि चाहिँ 630सम्मको टार्गेट राखेर अगाडि बढ्न सकिन्छ। वा भनौँ पहिलाको हाई कति रहेछ त भन्दाखेरि लगभग यही नै तपाईँको चाहिँ यो 631सम्मको हाई पहिलाको यो एरियाबाट चाहिँ एउटा चाहिँ के भन्छ त सेलिङ प्रेसर आउन सक्ने चान्सेस चाहिँ ज्यादा देखिन्छ। यदि तपाईँले चाहिँ 540को आसपास किन्नु भएको थियो भने 630सम्म तपाईँको चाहिँ एउटा टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। केमा त भन्दाखेरि सिएससिएलमा। आरएसआई अलिकति हल्का तपाईँको चाहिँ डाउन ट्रेन्ड देखेको छ। यदि 50को लेभलसम्म आरएसआई आउँछ भने तपाईँले किन्नु होला। यहाँ आरएसआईले के गर्यो त भन्दाखेरि लामो समय तपाईँको यहीँ इङ्कित गरेर 50को एरियामा चाहिँ इङ्कित गरेर चाहिँ बसिराख्यो। यहाँनिरबाट चाहिँ जुन 5 2025 दिनबाट यसले 22 दिन दिएको र तपाईँको चाहिँ बुलिङ ग्राउन्डको मिडल ब्यान्डहरू माथि सस्टेन हुन सकेको थियो। यसरी हेर्दा चाहिँ हामीले चाहिँ कुन स्टकमा कस्तो मोमेन्टम चलिरहेको छ भनेर चाहिँ पत्ता लगाउन सकिन्छ। यसरी हामीले अगाडि चाहिँ बढ्न सकिन्छ। सिएससिएल पछिको लागि पनि तपाईँको लागि राम्रो एउटा स्किल चाहिँ हुनसक्छ है। सिएससिएल पछाडि एमएससिएल। अलिकति तपाईँलाई आज मैले हाइड्रो पावर इन्डेक्समा मात्र तपाईँलाई अलिकति तपाईँ भिडियो बनाएर आएको छु। हाइड्रो पावर इन्डेक्स चाहिँ तपाईँको चाहिँ अलिकति बुलिस ट्रेन्डमा देखिएको छ। एउटा करेक्सन पछाडि चाहिँ अप ट्रेन्डमा जान खोजिएको छ। त्यो इन्डेक्स कहाँसम्म जान सक्छ भनेपछि चाहिँ मैले तपाईँलाई चाहिँ भन्ने गरिरहेको छु है। अब तपाईँको मैलुङ खोला हाइड्रो पावरमा एउटा अप पछाडि चाहिँ एउटा करेक्सन आएर चाहिँ फेरि तपाईँको चाहिँ एउटा तपाईँको चाहिँ र्याली आउन खोजेको जस्तो देखिएको छ। हेरौँ भोलिको दिनमा कस्तो हुन्छ। यदि तपाईँको चाहिँ आरएसआई 50देखि माथि सस्टेन हुने तपाईँको चाहिँ मिडल ब्यान्ड भन्दा तपाईँको चाहिँ माथि तपाईँ क्यान्डल स्टिक फर्म भइराख्ने भने तपाईँले फेरि पनि हामीले चाहिँ 658को आसपास तपाईँले चाहिँ हामीले यसलाई बाई गर्न सकिन्छ। यो एरिया भनेको चाहिँ एउटा बेस्ट बाई अपर्च्युनिटी थियो। यदि यो एरियालाई लुज गर्छ 419 भन्दा तल आउँछ भने तपाईँले छोटो स्टप लस तपाईँले छोटो स्टप लस नजिकै छ 419 भन्दा तल आउँछ भने स्टप लस गर्नु होला। फेरि पनि तपाईँले यो एरियामा 357को आसपास तपाईँले किन्न सक्नुहुन्छ होइन। यदि 419देखि माथि नै रहन्छ तपाईँको यो क्यान्डलभन्दा माथि नै रहन्छ आरएसआई पनि 50देखि माथि उकालो लाग्छ भने यो एरिया तपाईँले बेस्ट बाई अपर्च्युनिटीको रूपमा तपाईँले हेर्नु होला। तपाईँको 400 तपाईँको कति भयो त भन्दा 425देखिको 450को एरिया तपाईँको बेस्ट बाई हुनसक्छ है। तपाईँको टार्गेट भनेको चाहिँ 654 लगभग तपाईँको चाहिँ 100 अङ्कको एउटा अप ट्रेन्डको एउटा टार्गेट राखेर तपाईँ अगाडि बढ्नुहुन्छ। राम्रो एउटा र्याली पछाडि करेक्सन आएर फेरि पनि यसले र्याली पिकअप गर्न खोजेको जस्तो सिनारी चाहिँ सेन्टिमेन्ट देखिएको छ। केमा त भन्दाखेरि एमएससिएलमा। एमएससिएल पछाडि एसएचजिएल सिङ्गटी हाइड्रोमा एकदमै राम्रो एउटा मोमेन्टम देखेको छ। तपाईँको चाहिँ यसलाई चाहिँ यसरी ब्रेक गरिरहेको सिनारी देखियो है। बढीले लिँदाखेरि चाहिँ लगभग तपाईँको टार्गेट तत्कालको लागि टार्गेट भनेको चाहिँ 325 284 वा तपाईँको योभन्दा मुनि तपाईँको चाहिँ 279 वा मिडल ब्यान्डभन्दा 270 भन्दा तल आउँछ भने स्टप लस गर्नु होला होइन। होइन तपाईँको भोलिको दिनमा 278को आसपास आउँछ भने एसएचजिएल चाहिँ तपाईँको बेस्ट बाई अपर्च्युनिटी हुन्छ। टार्गेट तपाईँको कति त भन्दाखेरि तत्कालको लागि 328को टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। 200 तपाईँको चाहिँ कति भयो त बाई एरिया भनेको 279 60देखिको 80को एरिया तपाईँको बेस्ट बाई अपर्च्युनिटी हुन्छ। आरएसए पनि तपाईँको चाहिँ के भयो त भन्दाखेरि 60को एरियाबाट हल्का तपाईँको तल झुकिरहेको छ। यो हल्का झुकेर तपाईँको चाहिँ 55-50-55को आसपास आउँछ र मूल्य पनि तपाईँको चाहिँ यो एरियातिर 270 50देखि 70 को आसपास आउँछ भने तपाईँले यसलाई चाहिँ बाई गर्न सक्नुहुन्छ एसएचजिएल।
तपाईँको टार्गेट भनेको यसको चाहिँ कति त भन्दाखेरि 326 को टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ एसएचजीएलमा। एसपिडिएल राम्रो एउटा मोमेन्टम जान सक्छ है। मैले तपाईँलाई चाहिँ बारम्बार भिडियोमा चाहिँ एसपिडिएलमा चाहिँ एउटा नेगेटिभ क्यान्डल फर्म भएको रहेछ। 70 देखि तपाईँको चाहिँ आरएसआई माथि गल्ला छेकेर चाहिँ यसलाई किन्ने भन्दा पनि अब पर्खर हेरेको अवस्थामा यदि तपाईँले यो एरियातिर किन्नु भएको छ भने पक्का पनि तपाईँले यहाँ प्रफिट बुक गर्नु होला। यदि गर्नु भएको छैन भने अर्को छ तपाईँले हेर्नु होला है। मोमेन्टम चाहिँ अपट्रेन्ड नै छ, तर अलिकति करेक्सन आउनु पोसिबिलिटी छ। यदि तपाईँको चाहिँ करेक्सन यही एरिया भन्दा तपाईँको चाहिँ यो एरिया भन्दा चाहिँ 413 भन्दा 410 भन्दा तल आउँछ भने स्टप लस गर्नु होला। फेरि पनि तपाईँले चाहिँ यो एरियामा आसपास 350 देखिको 60 को आसपास तपाईँले फेरि पनि यसलाई देख्न सक्नुहुन्छ। विथ भोल्युमको साथ चाहिँ तपाईँको पहिलाको अप ट्रेन्ड चाहिँ ब्रेक गरेको छ, तर यो फेक पनि हुनसक्छ है। अस्ति तपाईँको ब्रेक गर्ने बुधबार र बिहिबार चाहिँ हेभी तपाईँको चाहिँ के आयो त भन्दाखेरि सेल आयो। सेल आए तापनि तपाईँको के भयो त भन्दाखेरि अघिल्लो दिनको तुलनामा +6 अङ्कको चाहिँ वृद्धि दर चाहिँ देखाइरहेको छ। यसरी अलिकति तपाईँलाई तर्साउन पनि सक्छ। एसएचजीएल भोलिको दिन चाहिँ तपाईँको राम्रो एउटा चाहिँ प्रफिट दिन सक्ने स्कोप पनि हुनसक्छ। यदि तपाईँले चाहिँ भोलिको दिनमा घट्दै आउँछ र तपाईँको 410 को आसपास आउँछ तपाईँले किन्नु होला। यदि 410 भन्दा तल क्लोजिङ दिन्छ एक दुई दिन भने तपाईँले स्टप लस गरेर चाहिँ झर्नु होला। फेरि पनि तपाईँले चाहिँ यो तल्लो एरियामा तपाईँले 380 देखिको 400 सम्मको एरियामा तपाईँले बाई गर्न सक्नुहुन्छ। होइन भोलिको दिनमा करेक्सन आउनु भने तपाईँको लागि चाहिँ बेस्ट बाई भनेको 410 देखि 420 को एरिया चाहिँ तपाईँको चाहिँ बेस्ट बाई अपर्च्युनिटी हुन्छ। आरएसआई 70 देखि तल झुकेर 50-60 को आसपासले सपोर्ट दिएर माथि जाँदै गर्दाखेरि तपाईँले प्राइसलाई पनि तपाईँको अलिकति निहाल्न सक्नुहुन्छ। यसको टार्गेटको कुरा गर्नु पर्दाखेरि कति छ त भन्दाखेरि पिभट अनुसार त पहिलो टार्गेट तपाईँको चाहिँ यही तपाईँको 451 भने तपाईँको अन्तिम भनेको 551 लगभग 100 अङ्कको वृद्धिका साथ तपाईँको यो अगाडि बढ्न सक्ने चान्सेस चाहिँ ज्यादा देखेको छ एसपिडिएलमा है। एसपिडिएल पछाडि एकेपिएल। मैले आरएसआईसँग मात्र तुलना गरेको छु। एकेपिएलमा आरएसआई तपाईँको 70 देखि 70लाई छोडेर तल झुकेको रहेछ। अघिल्लो पहिला पनि 70लाई छोडेर तल झुकेर हल्का तपाईँको चाहिँ 60 को आसपास आएर चाहिँ वृद्धि भएको छ। यस्तै सिनेरियो हुन्छ भने भोलि आइतबारको दिन तपाईँको चाहिँ 200 तपाईँको यो 60 देखिको 80 सम्मको एरियालाई चाहिँ तपाईँले चाहिँ बेस्ट बाई अपर्च्युनिटीको रूपमा हेर्नु होला। यदि 260 भन्दा तल आउँछ भने तपाईँले स्टप लस गर्नु होला। तपाईँको टार्गेट पहिलो टार्गेट भनेको चाहिँ 323 पहिलाको हाई 300 तपाईँको चाहिँ 23 देखिको 360 70 सम्मको टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। भोल्युम पनि आइरहेको छ। यदि तपाईँको आरएसआई 60 बाट माथि लाग्छ भने र तपाईँको मूल्य पनि तपाईँको यो 260 देखि 70 को आसपास आउँछ भने तपाईँले बाई गर्नु होला। बेस्ट बाई अपर्च्युनिटी त्यहाँनिर हुनसक्छ। तपाईँको टार्गेट भनेको 326 सम्मको टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। केमा त भन्दाखेरि एकेपिएलमा आरएसआई झरिरहेको हुनाले चाहिँ मूल्य पनि अलिकति झर्न सक्ने सङ्केत चाहिँ यसले देखाएको छ एकेपिएलमा है। जिभिएल अब जिभिएल ग्रेन भेन्चर लिमिटेडमा तपाईँको के छ त भन्दाखेरि एउटा राम्रो एउटा करेक्सन पछाडि चाहिँ अप ट्रेन्डमा गइरहेको छ। 457 यसको प्राइस रहेछ। तपाईँको क्यान्डल चाहिँ तपाईँको चाहिँ नेगेटिभ क्यान्डल बनाएको छ लगभग तपाईँको यसको आसपास र गएर अब यसरी सरस्वती हेर्दा यदि भोल्युमको साथ तपाईँको चाहिँ यसलाई यो एरियालाई 475 एरियालाई ब्रेक गरेर माथि जान्छ भने फेरि पनि हामीले चाहिँ यो 581 सम्मको टार्गेट राखेर अगाडि बढ्न सक्छौँ होइन। यसरी सरस्वती हेर्दाखेरि 50 देखि मुभिङ 50 दिनको तपाईँको चाहिँ आरएसआईबाट चाहिँ तपाईँको उकालो लगाइसकेको छ। हल्का करेक्सन आएको छ। 60 दिनबाट चाहिँ टच गराएको छ। 50 दिनको आरएसआईबाट माथि जाने बित्तिकै हामीले त्यसलाई चाहिँ बिस्तारै एकोमोडेट गर्दै जानुपर्ने हुन्छ। यदि भोलिको दिनमा घटेर यो 450 को आसपास 45-50 को आसपास तपाईँले बाई गर्नु होला। टार्गेट भनेको चाहिँ यो 580 सम्मको 550 देखिको 80 सम्मको टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। आरएसआई पनि तपाईँको राम्रो एउटा एरियामा छ भने प्राइस पनि तपाईँको यो ग्रिन भेन्चर चाहिँ राम्रो एउटा चाहिँ एरियामा चाहिँ तपाईँको करेक्सन पछाडि चाहिँ उक्लिन खोजेको छ। क्यान्डल पनि तपाईँको बुलिङ्गर ब्यान्ड मिडल भन्दा माथि नै फर्म भइरहेको छ। अझ भन्यो भने अप्पर ब्यान्डभन्दा माथि नै फर्म भइरहेको छ। राम्रो एउटा चाहिँ स्केप हुनसक्छ यो ग्रिन भेन्चर तपाईँको लागि है। ग्रिन भेन्चर पछाडि चाहिँ एनजिपिएल। तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ यही भिडियोको कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। भोलि पनि यस्तै यस्तै भिडियो लिएर आउनेछु। यो भिडियो भनेको एउटा एजुकेसन पर्पजलाई मात्र बनाएको भिडियो हो। यसको आधारमा ट्रेन्ड चाहिँ नगर्नु होला है। यसमा चाहिँ आरएसआई 60 देखि माथि नै सस्टेन भइरहेको रहेछ। एनजिपिएल तपाईँको नेगेटिभ ग्रुप चाहिँ तपाईँको यो एरिया चाहिँ तपाईँको चाहिँ एकुमुलेटै हो कि भने जस्तो सिनारी चाहिँ देखिरहेको छ। लामो समय राम्रो एउटा वृद्धि पछाडि चाहिँ राम्रो करेक्सन आएर फेरि यो एरियामा गएर चाहिँ टप लगाएर बसिरहेको छ। यो एरियामा कन्सल्टेट भएर बसिरहेको छ। बोलिङ्गर ब्यान्डको अवस्था हेर्दाखेरि पनि डिस्ट्रिब्युट भन्दा नि एकुमुलेट हो जस्तो सिनारी देखिन्छ। यदि तपाईँको चाहिँ मार्केटमा घटेर यो
380 देखि तलै लगातार क्लोजिङ भइराख्यो भने स्टप लस गर्नुहोला। बुलिङ ब्यान्डको मिडल ब्यान्ड झुकेर तल झऱ्यो भने चाहिँ स्टप लस गर्नुहोला। होइन त भने तपाईँको RSI 60 देखि माथि रहन्जेलसम्मको लागि त्यति आत्तिनुपर्ने स्थिति छैन। यदि यो एरियातिर तपाईँले किन्नु भएको थियो भने बेचिहाल्नुपर्ने, आत्तिहाल्नुपर्ने स्थिति छैन। यसको टार्गेट भनेको चाहिँ कतिसम्म राख्न सकिन्छ भन्दाखेरि हामीले 565 सम्मको टार्गेट राखेर अगाडि बढ्न सकिन्छ। राम्रो एउटा चाहिँ मुभमा अगाडि बढिरहेको र यो एरियामा 1 मिनट भएको भने लगभग 200-300 अङ्कको चाहिँ वृद्धि हामीले यसमा चाहिँ पाउन सक्छौँ। RSI पनि तपाईँको 60 देखि माथि नै भइरहेको हुनाले यसलाई मैले चाहिँ एक्युमुलेट हो भनेर चाहिँ भन्न सक्छु। डिस्ट्रिब्युट भन्दा पनि लगातार तपाईँको एउटै प्राइसमा खेलिरहेको छ। यो एरियामा तपाईँले झरेर चाहिँ यो एरियामा चाहिँ बढिरहेको छ है। किन्नको लागि चाहिँ बिस्तारै किन्नु होला। आत्तिएर फेरि माथि जान्छ भनेर चाहिँ झ्याप्पै किनी चाहिँ नहाल्नु होला। जब तपाईँको चाहिँ यो क्यान्डलहरू चाहिँ मिडल ब्यान्डभन्दा तल झरेर आउँछ भने त्यो एरियामा तपाईँले चाहिँ अलिकति विचार पुऱ्याउनु होला। होइन भने तपाईँको यो एरिया चाहिँ तपाईँको 400 देखिको 380 देखिको 400 को एरिया तपाईँको चाहिँ बेस्ट बाई अपर्च्युनिटी चाहिँ हुनसक्छ एनजिपिएलमा है। एनजिपिएल पछाडि साहस ऊर्जामा के छ त भन्दाखेरि साहस ऊर्जा पनि तपाईँको चाहिँ बुलिङ्गर ब्यान्डको अप्पर ब्यान्डलाई चाहिँ माथि चाहिँ क्लोजिङ दिइरहेको रहेछ। यहाँनिर तपाईँको चाहिँ पहिलाको एउटा हाईलाई चाहिँ ब्रेक गरेर बसिरहेको छ, फेरि सपोर्ट लिन आइरहेको छ। 547 देखि तल यदि क्लोजिङ दिन्छ भने तपाईँले फेरि पनि यो एरियामा तपाईँले बाई गर्ने तरिकाले बस्नु होला। यो 520 को एरियामा, 500 देखि 520 को एरियामा होइन। यो 500 इन्टरडेमा तपाईँको यो 500 तपाईँको 50 देखि 40 देखि तल आएर चाहिँ माथि फर्किनु खोज्छ भने चाहिँ यो एरिया तपाईँको बेस्ट बाई अपर्च्युनिटी हुन्छ। टार्गेट तपाईँको चाहिँ कति छ भन्दाखेरि 669 70 टार्गेट राखेर अगाडि बढ्न सक्छ। बिस्तारै तपाईँको के छ त भन्दाखेरि यो एरिया हाई क्लोज भएर झरेको छ, करेक्सन भएर झरेको छ। अनि लगभग तपाईँको यो ट्रेनलाई समातेर नजिक पुगेर चाहिँ करेक्सन आएको छ। यो करेक्सन तपाईँको चाहिँ एउटा मौका बेस्ट बाई अपर्च्युनिटीको रूपमा चाहिँ हामीले हेर्न सकिन्छ। टार्गेट तपाईँको चाहिँ तत्कालको लागि तपाईँको चाहिँ यो एरिया 593 भयो भने अलिकति तपाईँको 1-1.5 महिना होल्ड गर्नु भने 669 70 को एरिया तपाईँको चाहिँ एउटा बेस्ट एउटा टार्गेटमा एचिभ गर्न सक्नुहुन्छ। हस् त, तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ? यो भिडियोको कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला होइन। मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। टिकटकलाई पनि फलो गर्नु नबिर्सिनु होला होइन भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार।